साथीहरू नमस्कार। म पुनः नयाँ श्रृङ्खलाका साथ उपस्थित भएको छु। आज म समसामयिक विषयवस्तुहरू समेटेर भिडियो तयार गर्दैछु। ल पहिलो स्लाइडबाट सुरुवात गरौँ साथीहरू। विश्व भोकमरी सूचाङ्क 2025मा नेपालको स्थान कतिौं रहेको छ? 72औं। नेपालले कति अङ्क प्राप्त गरेको छ भन्दा 14.8 अङ्क। जुन यो 14.8 अङ्क छ नि, यसले के जनाउँछ भन्दा मध्यम भोकमरीको अवस्था जनाउँछ है। यसको सूचाङ्क कस्तो छ भन्दा 9.9 भन्दा थोरै आए चाहिँ कम, 10 देखि 19.9 आए चाहिँ मध्यम भनेर अरू यसरी क्याटेगोरी है छुट्याएको छ। हेर्नु होला। दिगो विकासको लक्ष्यमा भोकमरी कतिौं नम्बरमा छ? 2 नम्बरमा छ। याद गरौँ है त। अर्को पासवर्डको विषयमा यो सदैव सबै कुराहरू इम्पोर्टेन्ट छ है त। विद्युतीय राजधानी पाउने पहिलो व्यक्ति को हुन्? सत्यमोहन जोशी। विद्युतीय राजधानी कहिले प्रदान गरियो? 2078 मङ्सिर 1 गते। सत्यमोहन जोशीको निधन कहिले भयो? 2079 असोज 30 गते। ख्याल गरौँ है। सबैको हातमा विद्युतीय राजधानी पुर्याउने लक्ष्य कहिलेलाई राखेको छ? 2030 लाई। हेनली पासो इन्डेक्स 2025 अनुसार नेपालको स्थान कतिमा छ? 101औं स्थानमा। पहिलो शक्तिशाली राष्ट्र कुन हो? सिङ्गापुर। यो कुरा ख्याल गर्नु पर्यो है। विश्वकप 2026 को नयाँ बल सार्वजनिक भएको छ। त्यो बलको नाम के हो भन्यो भने ट्राई ओन्डा। सम्झिनु है। ट्राई भनेको 3, ओन्डा भनेको वेभ, 3वटा वेभ भने जस्तो मिनिङ दिन्छ है। अनि 2026 को जुन विश्वकप छ यो कतिौं विश्वकप हो? 23औं श्रृङ्खला हो। कतिवटा राष्ट्र सहभागी छन्? 48वटा। कहाँ हुँदैछ? क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा। खेल सञ्चालन मिति कहिले छ? जुन जुलाईमा। अब अर्को चाहिँ वर्ल्ड कप कहाँ हुँदैछ भन्दा 2030मा चाहिँ स्पेन, पोर्चुगल र मोरक्को जुन 24औं हो। 25औं कहाँ हुँदैछ? साउदी अरेबियामा 2034मा हुँदैछ। यो कुरा ख्याल गर्नु पर्यो है त। अर्को छ क्याम्ब्रिज डिक्सनरी अनुसार वर्षको ओड कुन हो त? सबभन्दा बढी प्रयोग भएको ओड कुन हो त अथवा खोजिएको ओड कुन हो भन्यो भने प्यारासोसियल भनेर सम्झिनु पर्यो। क्याम्ब्रिजमा प्यारासोसियल सम्झिनु पर्यो है। CAPA भनेर क्यापा भनेर सम्झिनु पर्यो क्या, ओड सम्झिनलाई। CAPA क्याम्ब्रिज प्यारासोसियल। यो क्वेसन एक्जाममा योभन्दा अघिल्लो साल त्यो वर्ष सोधिएको के अरे त्यो वर्ष सबभन्दा बढी खोजिएको शब्द कुन हो भनेर एक्जाममा सोधिसकेको क्वेसन है साथीहरू। त्यही भएर मैले यहाँ राखेको छु। कोलिन्स डिक्सनरी अनुसार चाहिँ के हो त भन्दा भाइब कोडिङ। मैले यसलाई सम्झिने तरिका के भन्दा CO, कोलिन्सको CO, भाइब कोडिङमा नि के हुन्छ? CO हुन्छ नि। CODING को कोडिङको CO भयो नि। यो दुईवटा मिल्ने गरेर छ, त्यो याद गर्नुहोस्। एउटा क्लिक हुन्छ आइडिया है त। अर्को छ NPL दोस्रो संस्करणको NPLमा चाहिँ शतक बनाउने खेलाडी को हुन् भन्दा मार्क वाट। उनले लुम्बिनी विरुद्ध अभिजित रहँदै 114 रन बनाएका थिए। अब अरू कुराहरू हेरौँ साथीहरू त। नेपाल इकोसोक अध्यक्षमा चाहिँ निर्वाचित भएको छ संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक परिषदमा। कहिलेको लागि भन्दा 2025 जुलाई 31बाट भनौँ न। निर्वाचित भएको मिति चाहिँ 2025 जुलाई 31। अनि संयुक्त राष्ट्र सङ्घको स्थायी प्रतिनिधि को हुन् त? लोकबहादुर थापा है त, नेपालको तर्फबाट होइन। इकोसोकको पुरा रूप के हो त? इकोनोमिक एन्ड सोसियल काउन्सिल हो। यसको पदावधि कति हुन्छ? 3 वर्षको हुन्छ। जम्मा सदस्य 54 जना हुन्छन्। नेपाल 4 पटक सदस्य भइसकेको छ। यो भन्दा अन्तिममा योभन्दा अगाडि कहिले भएको थियो भन्दा 2023 जुन 8मा। अनि सदस्य कसरी परिवर्तन हुन्छ भन्दा 1/1 तिहाई चाहिँ परिवर्तन हुन्छ। सम्झिनु पर्यो है त। अब नोबेल प्राइज 2025 को केमिस्ट्रीसँगको। अब नोबेल प्राइजलाई समसामयिक सधैँ वर्षभरि सधैँ समसामयिक हुन्छ। प्राय नोबेल प्राइजबाट एउटा क्वेसन जहिले पनि सोधेकै हुन्छ है। अब सम्झिनु पर्यो केमिस्ट्रीमा KRY भनेर सम्झिने क्या, क्राई भनेर सम्झिने। मैले चाहिँ यसरी सम्झिन्छु। जुन अनि रसायनशास्त्रको चाहिँ सुसुमु अनि कितागावा भनेको छ नि होइन। त्यो चाहिँ कितागावाको के सम्झिने, रिकार्ड रोब्सनको R सम्झिने, ओमर M यागीको Y सम्झिने। त्यहाँ के हुन्छ? KRY हुन्छ नि, क्राई। CRY क्राई हुन्थ्यो। अब अहिले सम्झिनलाई के सम्झिने? KRY क्राई सम्झिने। उनीहरूको के अध्ययनको लागि दियो त भन्दा मेटल अर्गानिक फ्रेमवर्कको लागि दियो। अरू कुरा यहीँबाट हेरौँ है साथीहरू, यसमा छँदैछ। अर्को नोबेल प्राइज इन मेडिसिन। मेडिसिन चाहिँ कसलाई दियो भन्दा म्यारी E ब्रुन्कोलाई, फ्रेड राम्सडेललाई,
सिमोन साकागुचीलाई दियो। यो ख्याल गरौँ है। म्यारी ई ब्रुन्कोलाई, फ्रेड राम्सडेललाई, सिमोन साकागुचीलाई दियो भनेपछि अब यहाँबाट पनि अलिकति फर्मुला मिलाउन सकिन्छ के। बिआरएस अथवा बिआरएसमा त्योलाई अलिकति थोरै त्यो तपाईँहरूलाई अपभ्रंश गराउने हो भने अलिकति यसो लजिक लगाउन सकिन्छ है। मैले यो यहाँ भन्न सकिनँ, तपाईँले आफैले मिलाउनु भयो भने त्यहाँ एउटा लजिक आउँछ है त है। नभए यसरी ब्रास भनेको बिआरएएस भनेर सम्झे नि हुन्छ। ब्रुन्कोको बी, राम्सडेलको आरए अनि साकागुचीको एस भनेर सम्झे नि हुन्छ। बिआरएएस ब्रास है, ब्रास भनेर सम्झिन सक्नुहुन्छ। के खोज गरेका थिए? रेगुलेटरी टी सेल है त। अब अर्को छ नोबेल प्राइज इन लिटरेचर है। नोबेल प्राइज इन लिटरेचरमा के छ भन्दा कसलाई प्रदान गरेको त? लास्लोलाई। यो सम्झिन सजिलो हुने गरी सम्झौँ। लास्लो क्राज्नाहोर्काई है, सम्झौँ है। लास्लो क्राज्नाहोर्काईलाई दिएको थियो। उनले चाहिँ साहित्यतर्फको पुरस्कार विजेता हुन् भनेर सम्झिनु पर्यो है त। अब नोबेल प्राइज 2025 को शान्तितर्फ कसले प्राप्त गरेका थिए भन्दा मारिया कोरिना मचाडो भेनेजुएलाकी हुन्। उनी चाहिँ कसलाई दियो? मारिया कोरिना मचाडो भेनेजुएलाको हुन् उनी, उनलाई दिएको थियो भनेर सम्झिनु पर्यो है त। अब अर्को आउँछ नोबेल प्राइज 2025 को इकोनोमिक्सतर्फ कसलाई दिएको थियो भने अनि जोएल मोकिर, फिलिप अगियोन अनि पिटर होबिट। याद गरौँ है त। जोएल मोकिर, फिलिप अगियोन हैन अनि पिटर होबिट, उनीहरूलाई तीनजनालाई दिएको थियो। अब यसलाई पनि अब तपाईँहरूले चाहिँ अलिकति आफ्नो तरिकाले सम्झिने तरिका गर्न सक्नुहुन्छ। अनि यसरी एमओए जस्तै मोकिरको एमओ सम्झिने, अगियोनको एजी सम्झिने, मो अघि के हो भनेर सम्झिनु पर्यो क्या। मो अघि हो भनेर सम्झियो भने मिलिहाल्यो क्या। एमओ केवाइआरबाट अथवा मोकिरबाट मो लिने, अघियोनबाट अघि लिने, मो अघि हो, म अघि हो भने जस्तो मिनिङ बनाउने के। त्यसो भने सम्झिन सजिलो हुन्छ नि त है। अब यसमा चाहिँ अर्को छ नोबेल प्राइज इन फिजिक्समा सम्झौँ जोन क्लार्क हैन, मिसेल एच डेभरेट हैन, जोन एम मार्टिनिस। अब यो तीनजनाको नाम चाहिँ याद गर्न पर्यो। के खोज गरेका थिए भने विद्युतीय सर्किटमा माइक्रोस्कोपिक क्वान्टम मेकानिकल टनेलिङ र ऊर्जा परिमाणीकरणको सम्बन्धमा चाहिँ उनीहरूलाई प्रदान गरेको थियो। कसलाई दिए रहेछ? सिडिएमए भनेर सम्झिनु पर्यो। मैले चाहिँ सिडिएमए भनेर सम्झेको छु क्या। सी भनेको क्लार्क, डी भनेको डेभरेट हैन, एमए भनेको मार्टिनिज हैन, मार्टिनिज। सिडिएमए भनेर त्यो हाम्रो पहिला फोन आउँथ्यो नि सिडिएमए हो, त्यसलाई सम्झिरहेको छु है साथीहरू मैले चाहिँ। अरू आफैले हेर्नु होला। अब पद्मश्री पुरस्कार 2082 कसलाई प्रदान गरेको छ भने रमेश भुसाललाई। कृति कुन हो? छालबाटो सम्झिनु पर्यो। पद्मश्री साधना सम्मान पुरस्कार कसलाई दिएको थियो? रमा शर्मालाई दिएको थियो। पद्मश्री गौरव पुरस्कार कसलाई? प्राध्यापक डाक्टर अभिनारायण सुवेदीलाई दिएको थियो। मदन पुरस्कारको सम्बन्धमा हेरौँ फेरि। मदन पुरस्कारको स्थापना 2012 साल असोज 10 गते गरिएको थियो। कुन वर्ष प्रदान गरिएन भने 2031 र 2033। सबभन्दा पहिला प्राप्त गर्नेको हुन् त सत्यमोहन जोशी हुन्। अनि 2081 कुन कृतिलाई दिएको छ? उर्माल भन्ने कृतिलाई छुदेम काबिमोलाई प्रदान गरेको थियो। उर्माल भन्ने कृतिको लागि छुदेन काबिमोलाई दिएको थियो भनेर सम्झिनु पर्यो है त। भैरव पुरस्कार सम्बन्धी 2082 मा भैरव पुरस्कार कसलाई प्रदान गरेको थियो? कृष्ण प्रधान है। अन्यथा अर्थ नजाओस् है, मैले यसमा सम्झिनको लागि मात्रै। भैरव चाहिँ कृष्ण हुन्। बाङ्गो चाहिँ हरि क्या। भैरव बाङ्मय पुरस्कार मैले चाहिँ बाङ्मयलाई चाहिँ बाङ्गो हरि भनेर सम्झिन्छु क्या। कोही अब आफ्नो साथीभाइ सर्कल रिलेट गर्नु छ बाङ्गो हरि छ हैन। प्रतिभा भएको मान्छेमा विवेक हुन्छ।
भनेको भैरव प्रतिभा पुरस्कार भनेको प्रतिभा चाहिँ विवेक हुन्छ अथवा विवश हुन्छ। अब कुनै न कुनै प्रतिभा भएको मान्छेको सँग चाहिँ हामी विवश भएर उसको कुरा सुन्छौँ नि त, अथवा विवेक हुन्छ भनेर सम्झिन पनि सकिन्छ। अब आफ्नो तरिकाले हेरौँ, प्रतिभा विवश हुन्छ, प्रतिभा चाहिँ के छ विवश छ भनेर सम्झिनु भयो, छे भनेर सम्झिनु भयो। अब आफ्नो टेक्निक सम्झिनु भयो, प्रतिभा चाहिँ विवश पोखरेल है त, भैरव प्रतिभा पुरस्कार विवश पोखरेललाई यसरी सम्झिनु पर्यो। मिस नेपाल अवार्ड 2025 कसलाई दियो त भन्दा लुना लुइटेललाई, मिस नेपाल सोनी घले, मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी, मिस नेपाल कस्मो दीपशिखा नेपाल। यो याद गरौँ है साथीहरू। इन्टरनेसनल बुकर प्राइज 2025 कसलाई कुन कृतिलाई दियो भनेको, कुन किताबलाई, बुकको नाम हो हट ल्याम्प होइन, याद गरौँ है। राइटरको हो नि त बानु मुस्ताक भारतको होइन। यो चाहिँ ख्याल गरौँ है, इन्टरनेसनल बुकर प्राइज चाहिँ विभिन्न भाषामा भएकोलाई अनुवाद गरेर अनुवाद गरिएका कृतिहरूको सम्बन्धमा चाहिँ पुरस्कार दिने गरिन्छ। 2024 को पुरस्कार प्राप्त गर्ने उपन्यास कुन हो त, कारियोस हो। जेनी इर्पबेकको है, इर्पबेकको चाहिँ जर्मनीको हुन्, उनीले प्रदान गरेको थियो। जगदम्बा श्री पुरस्कार 2081 चाहिँ हेरौँ है। यो जगदम्बा पुरस्कार 2045 सालमा स्थापना भएको थियो। कस्मो स्मृतिमा मदन पुरस्कार स्थापना गर्ने रानी जगदम्बा देवीको स्मृतिमा। पहिलो जगदम्बा पुरस्कार विजेता कोन त, नारायण गोपाल होइन। जगदम्बा श्री पुरस्कार 2081 कसलाई प्रदान गरेको थियो भन्छ अथवा थियो भने प्रेमदेव गिरीलाई है, याद गरौँ है, प्रेमदेव गिरी, जगदम्बा प्रेमदेव गिरीलाई है त। यहाँ अलिकति लजिक लगाउन सकिन्छ है, कहाँनिर सकिन्छ भन्दा जगदम्बा चाहिँ मदनको चाहिँ रानी हो, सम्झ्यौँ है। यो फेरि नराम्रो सम्झिनुहुन्न है। जगदम्बा चाहिँ मदनको चाहिँ रानी हुन्। अनि उनले चाहिँ के गरे त भन्दा चाहिँ रानीलाई चाहिँ के गर्थे, जगदम्बालाई चाहिँ प्रेम गर्थे, त्यही भएर प्रेमदेव गिरी नाम सम्झिनलाई सजिलो भयो है। यसरी ख्याल गर्न सकिन्छ। र अब विभिन्न सूचकमा नेपालको अवस्था भनेर ख्याल गरौँ। विश्व शान्ति सूचक 76औं स्थानमा, शान्ति क्षय भयो भनेको 76 सम्झ्यौँ है, शान्ति क्षय भयो 76। प्रेस स्वतन्त्रता 90औं स्थानमा छ। प्रेस स्वतन्त्रता 90 नहुने हो नि त, 90 नभने भनेको 90 नहुने भनेको 90 है। भोकमरी सूचाङ्क 2025 अहिले भनिसक्यौँ 72औं। आर्थिक स्वतन्त्रता सूचाङ्क 2025 मा 101औं स्थानमा। हेनली पासवर्ड इन्डेक्स 2025 मा 101औं स्थानमा। एसडिआई मानव विकास सूचाङ्क 45औं स्थानमा। विश्व खुसी सूचाङ्क 92औं र एसियामा प्रथम है, यो ख्याल गरौँ है। जलवायु परिवर्तन जोखिमको सूचाङ्क 2025 अनुसार कतिौं स्थानमा, 69औं स्थानमा। आर्थिक स्वतन्त्र